अवस्था निकै नै भयावह भएको थियो। एकैछिन अघिसम्म आर्मी सडकमा आइसकेपछि चाहिँ अलिकति नियन्त्रणमा आइसकेको छ यहाँको अवस्था। राज्यलाई आर्मी नै परिचालन गर्नुपर्ने अवस्था आइसकेको यहाँ देख्न सकिन्छ। हामीले जनआन्दोलनमा देखेका थियौँ यस्तो दृश्यहरू। आर्मी सडकमा यसरी बन्दुक बोकेर निस्किन्थे। अवस्थालाई कठिन अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि, सामान्य बनाउनका लागि आज त्यही अवस्था, त्यही दृश्य यति बेला काठमाडौँको सडकमा देख्न सकिन्छ। एकदमै पोजिसनमा तयार आर्मीहरू। म यति बेला काठमाडौँको 3 कुनी